त्यति साह्रो त होइन होला भनेर भन्नुभयो। अलिकति मन दुख्दो रहेछ होइन। कतिजना त याद पनि छ प्राइभेट गाडी प्राइभेट ड्युटी गर्दा कस्तो साह्रो पर्छ भनेर होइन। हेर्नुहोस् न यहाँ हाम्रो न्यू राइजङकोमा चाहिँ अझै पनि मकै हरियो मकै पुरा छ। घर चाहिँ यो हो हेर्नु हरियो मकै गाई होइन सिमी मेसिन पनि रहेछ। म चाहिँ उकालो हिँड्दैछ है साथी हो। मर्स्याम पनि रहेछ सिमी रोड चाहिँ तल छ। ए हाम्रो बाटो चाहिँ यस्तो चाहिँ फुटपाथ पनि छैन। बोल्नु पनि सकेको छैन र बानी हराएछ कि। पहिला त हामी पर दिक्षुदेखि नै चामल बोकेर आउँथ्यो यो बाटो। अहिले चाहिँ छाडा भएको यस्तो छ बाटो हेर्नु। अब चाहिँ यस्तो ठाडो बाटो छ कि तपाईँले देखाउँछ है। हो यो मात्रै पुग्नुपर्छ टक्छ है। यहाँ चाहिँ आमा केसिनु भयो यस्तो छ बाटो चाहिँ होइन। ऊ तलबाट चढेको उकालो। अन्त यहाँ चाहिँ एउटा चिलाउने रुख छ कि यो माथि हेर्नुहोस् है। यत्रो ठुलो भइसक्यो। पहिला म यतै बस्दाखेरि चाहिँ यो रुख त्यस्तो ठुलो थिएन हेर्नु अहिले। अब यो रुख देखेरै अनुमान लगाउनु सक्छु कि म चाहिँ कति वर्ष पुग्यो भनेर। हुनु त मभन्दा जेठो हो है तर भए पनि जेठो भए पनि मैले याद हुँदा चाहिँ त्यस्तो ठुलो थिएन नि त होइन। अहिले कस्तो ठुलो भएको छ। यहाँ चाहिँ अलिकति सिसी फुटपाथ बनाएको छ अलिकति सजिलो हुन्छ हिँड्नु। त्यो छ सिसी फुटपाथ। ल है यो टर्निङमा चाहिँ एउटा यो के भन्छ चौतारा छ। चौतारा पनि हेर्नु न कस्तो खालको चौतारा यत्रो सानो। अब चाहिँ ज्यादै गरम पऱ्यो ज्याकेट पनि फुकालिदियो हो। यो ब्याट्री हेर्दा चाहिँ सानो छ कि यस्तो गरम छ यो। बाफ यो दुखिसक्यो मेरो। खुट्टा पनि दुख्यो घोडै आम्मा एकछिन थकान मेटाएको। हाम्रो बाटोमा चाहिँ यस्तो चिजहरू पनि भेट्छ हेर्नु न। खुट्टा खाली भेट्यो भने चाहिँ होइन खत्तम। यो चाहिँ कटुसको यो भित्र चाहिँ कटुसको दाना बस्छ नि त। यहाँ त जुन कति ज्यादा छ हेर्नु है। अब अलिकति थकान मेटिसक्यो जाने हो। बाई बाई घर गएर बनाउँछ है। मेरो चाहिँ घर आइपुग्यो है बल्ल बल्ल हेर्नु। यो माथिको देख्दै गरेको चाहिँ हाम्रो महिला दाजु बिमारीको घर। यो चाहिँ हाम्रो पुरानो घर। अन्त यो चाहिँ धानबारी तर अहिले धान रोपेन हामीले। यहाँ तल आनुमण्डलले चाहिँ उँधो रोपेको रहेछ यहाँ मुनिको घरको। फाइनली म घरको छेउमा आइपुग्यो। पसिनै पसिना विशेष बहिनी गाई गोली हाम्रो किचन जस्तो थिएन। मेरो प्यारो घर हेर्नुहोस् यस्तो छ है।
अब घर आइपुगेर खाना पनि खाँदैछौँ है खाना खाने स्टार्ट भइसक्यो हामी यता कान्छी यो जेठी यता मिसे अंडा करी यो सिमी अचार बिमारी चाहिँ यता है खास बिमारी चाहिँ रातभरि सुत्दैन अरे पुरा बाउलिन्छ अरे हो अलिक राहत मिल्यो बिमारी ठिकै रहेछ हो त्यस्तो टेन्सन लागेन त्यही भएर म यहाँ भात खाँदैछु अब भरे अहिले बेलुका त यो पूजा सकिसकेर चाहिँ माथि ब्याक टु मङ्गल हुन्छ कि बाटा यतै बस्नुपर्छ हेरौँ है अहिलेको लागि चाहिँ तपाईँ भरे पूजाको लागि के भन्छ स्पेस राख्नु पऱ्यो नि त है पूजा स्टार्ट भएको यहाँ मिस्त्री को व्यथा सरे क्या हल्ला मात्रै मिलो त छैन ए मैले आज खेतला लिएर आएको दुईजनालाई अनि यहाँ तरुमा राख्नुको लागि सफा गरेको हामीले तरुमा यहाँ पर बनाउँदैछ हाम्रो घरहरू जस्तो मिठो भ्यू देख्छ हेर्नु न यो चाहिँ तरुमा राख्ने आइदिनु पऱ्यो बेलुकाको लागि तरुमा बनाइसक्यो ठिक छ हो बल्ल बल्ल बनाइसकेको अहिले त्यस्तो छ देख्छु अन्त माथि रोक्दङ आउँछौ अलि राम्रो सफा मान्ने गर्न फेरि सबैजना खाना खाइसक्यो है सबै खास यहाँ अब हामी चाहिँ घर फर्केको हो भोलि बिहान गाडी ल्याइदिन्छ अरे त्यही भएर चाहिँ हामी फर्केको हो चाबी रिसिभ गर्नुपर्छ नि त मलाई पुऱ्याउनु मान्छेहरू चाहिँ यता चाहिँ दावा जाउँ भिडियो कलमा मलाई पुर्याउने मान्छे चाहिँ यताहरू सबैजना